नमस्कार। यति बेला भने हिकारीपात बुटोल मिलनचोकको मैले लोकेसन भन्न गइरहेको छु। यतापट्टि माथिपट्टि रहेको छ मिलनचोकको आकाशे पुल। आकाशे पुलबाट अहिले ठ्याक्कै चोकमा पूर्वपट्टि छ यो सुक्खानगर जाने बाटो हो भने यहीबाट तल जाने चाहिँ यो भैरवा जाने बाटो हो। यतापट्टि पछाडिपट्टि रहेको छ देवीनगर जाने बाटो, तिनकुनेको बाटो हो। गणपति मिष्ठान भण्डारको ठ्याक्कै अगाडि म उभिरहेको छु। यतापट्टि पारिपट्टि पुरानो कृषि विकास ब्याङ्क भएको घर म जुम गरेर देखाउँछु। हाम्रो अफिस रहेको घर हो। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो अफिस हो र तपाईँहरूलाई म जेब्रा क्रसिङबाट लैजान चाहन्छु। जेब्रा क्रसिङ ठ्याक्कै कडा बित्तिकै यहाँ बस पनि रोक्छ। ठ्याक्कै अफिस हाम्रो यहीँ रहेको छ। सुक्खानगर जाने बाटोको एक गल्ली मुनिको यो पहिलो घर नै हो, यही नै हो। हामीहरू अगाडिपट्टिबाट पसल भएको कारणले जान सक्दैनौँ माथि, र साइडको गल्लीबाट च्यानल गेट रहेको छ। र यो साइडको गल्लीबाट हाम्रो अफिस हिकारीपात बुटोल मिलनचोकमा तपाईँ आइपुग्न सक्नुहुनेछ। यहाँबाट यो पहिलो तला रहेको छ। पहिलो तला भने अब दोस्रो तलामा हाम्रो अफिस रहेको छ। सम्पूर्णमा हार्दिक स्वागत।